हेलो गाइस, मेरो ब्लगमा तपाईहरुलाई सबैलाई स्वागत छ। दीपावलीको शुभ उपलक्ष्यमा हजुरहरु सबैलाई मंगलमय शुभकामना टक्राउँदैछु। आज हामीले 5 साल बादमा दिवाली र दशैं मनाउने मौका पायौं, किनभने अशुभ कार्य घटेकोले गर्दाखेरि 5 साल हाम्रो लगातार हामीले दशैं तिहार मनाउन सकेका थिएनौं र यो साल मनाउँदै छौं। अनि माता दुर्गा र माता लक्ष्मीले हमेशा हामीमाथि कृपा बसोस् भन्दै आजको यो हाम्रो रमाइलो शाम तपाईलाई देखाउन लागिरहेको छु। यहाँ देखियो है, यो चाहिँ हाम्रो बरण्डा हो। यो चाहिँ हामी आज भैलेनी देउसी खेल्नेहरुको लागि चाहिँ बस्ने जग्गा राखेको छौं, बनाइदिएको छौं। यो चाहिँ मेरो छोरीले रंगोलीको एउटा स्टाइल बनाएको छ। यो छ थालमै बनाएको छ, तर राम्रो सजाएको छ एकदमै। यो चाहिँ बगानकै आफ्नै घरको फूलहरुले बनाएको हो। अब दियो बाल्नु बाँकी छ। ल, मेरो छोरीले दियो बाल्दैछ अहिले। बल्छ यो बल्न टाइम लाग्यो नि त, बेसी तेलमा डुब्यो जस्तो लाग्यो। हातले चेकेर गर नि, त्यसै त हुन्छ असली। एकछिनलाई यताबाट घुम्छु ल। यता मात्रै बाल्दै गर्छु है अहिले। अब चाहिँ म घरभित्र पसेर पूजा कोठामा जाँदैछु। यहाँ चाहिँ हाम्रो आजको पूजा स्थानमा मेरो श्रीमतीले पूजा तयारी गर्दैछ, पूजा गर्नुहुँदैछ। यो चाहिँ पूजाको हाम्रो स्थान हो। डल्लै बालिसकेर उयो गरिदिनु न ल, खिचिदिनु न ल। उयो भएछ बेसी तेल, यहाँ बेसी भयो जस्तो लाग्यो। तेल बेसी निचाउनु पर्छ त्यो उयो। तेल पुरा जस्तो बसिरहेको नि त। अलिकति स्याप्पै गरेर चाहिँ बल्यो। निचाउनु पर्छ त। निचाउने निचाएको थियो कि उयो भयो होला। म बालिदिन्छु नि त उयो माथि सिँढीतिर म बाल्छु। बाल्दै गर दियोहरू। ल, तेल घोप्दैछ यहाँ। पुस्ने राखेको चाहिँ कहाँ हुँदैछ? यहाँदेखि चाहिँ बाहिर निस्केर फेरि यो बाहिरको बरण्डाको अर्कोपट्टि हो। यो बरण्डाको अर्को भाग हो। यो चाहिँ यहाँ माथिको चाहिँ मेरो भतिजाको घर हो। दाजु त बितिहाल्नु भयो, भाउजू हुनुहुन्छ, अनि भतिजाहरू नातिनीहरू छ। अन्त यो चाहिँ ओह्रालो गएपछि रङ्गोलीको साथमा रङ्गोलीमा मजाले दियो पनि चलिरहेको छ हो। बनाउने छोरी पनि त्यही छ, आमा पनि छ। ल, भैलेनी खेल्दा जस्तो भइरहेको छ, दुईजना आमा छोरी है। फोटो खिचिदिन्छ नि भनेर पर्खिरहेको छु। भयो अब ठिक छ ल, ओके।
चाहिँ त्यताबाट पनि अहिले खिच्दा राम्रो आउने रङ्गोलीमा जस्तो पनि- देख्छ। अहिले पछाडि लाइट पनि छ। रङ्गोलीमा भरिहाल्यो भने पनि दियो बल्दाखेरि त एकदमै झन् आकर्षक देखिने रहेछ हो। उताले पनि भरिसकेको छैन नि। हाम्रो रङ्गोली बनाउने छोरी चाहिँ यहाँ छ है। एकछिन उता झरेको छैन मैले चाहिँ। रङ्गोली बनाउने छोरी चाहिँ यहाँ छ। ए हराइदियो नि यहाँ है। आमामा आउँछ अरे नि त। लुन बस न अन्त। लु 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 किन के गर्नुपर्ने बसेर अन्त। कहाँ त्यसो गरे टाउको काटिँदैछ तिम्रो अन्त। ए यी पनि त लानु फोन। रङ्गोलीको अलि चाहिँ दामी आयो है। दामी भयो। ब्याक गर्नु त यो पज गर्नु त एकपल्ट ल यो चाहिँ दियो बल्दैछ अहिले। ल यी लाइटर पक्ड है। लाइटर त्यही त